नमस्ते सबैजनालाई। आज पनि हामी माघे संक्रान्ति खाना भनेर जान लाग्यो। त्यही सम्पूर्णलाई माघे संक्रान्तिको धेरै 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 शुभकामना। मेरो छोरीले त संक्रान्ति पनि मनाइसकेको छिन् है रोटी खाएर। हामी भने कहाँ जानु लाग्यो छोरू? मामा घर अक्को मामा घर जानु लाग्यो नि हो। सानो तिमी साइकलमा हिँड्दै अझै जान्दैौ र? ल ल न ल सानो छोरी यता हेर न नानी, यता हेर त, यता हेर न यता। मेरो छोरीहरूलाई चाहिँ रोटी खाने बेर भयो। यता हेर न, तिम्रो ड्रेस देखाउ न कस्तो छ, राम्रो छ कि छैन? कसरी पोजमा देखाउ न, पोजमा मेरो छोरीले। ओहो ल घुमी घुमी देखाऊ। आहा नि कति राम्रो ड्रेस मेरो छोरीहरूको। ल माया गरिदेऊ त फेरि हिँडेको। अब ल अब भने हामी हिँडेको जानु लाग्यो। यहाँसम्म आइयो, बल 2 घन्टा लाग्यो है उहाँदेखि यहाँ आउनलाई। सो त्यही भएर अब भने हामी यहीँ बल्ल आइपुगेछ घर। अब खानेकुरा है छिनिङ माघे संक्रान्ति यो स्पेसल खानेकुराको त्यही ल इसाई स्टोरले खानु धेरै माउछ है। अनि आज हाम्रो चाहिँ यो स्पेसल डिनर है माघे संक्रान्तिको लागि है। ल यिनीहरूको नाम के होला भनिदिनु होला है सबै। इन्ट्री हुँदैछ है हाम्रो जनता पार्टीको। हजुर एक्लै हो हाल्ने हो फेरि नहाले त हुन्छ र। पहिला गर्न गएको पैसा भेट्टाइदिनु कि हाम्रो कान्छीले हुँदैछ कि जिउ गर के आमालाई जिउ गर्ने अरे के होइछ र आमा फेरि जिउ गर। सन्तान धेरै भएर टिका लगाउनु सन्तान धेरै भएर छुट्लाई फेरि मलाई लगाइदिनु टिका भन्दै अब बस्ने हो सबै कतिको टिका लाउँदै भइसकेको रहेछ खानाको। कसको साथी भेट भएको बल्ल भेट भयो। यति खेलेको होइन अझै हामी मिटिङ थियो क्या हाम्रो भाइ हो र भाइ बोल्नु त राम्रो छ। सन्चै नानी भन्नु न, सन्चै नानी हाम्रो सन्तानको सबैभन्दा ठुलो बैको हामी सबै बाँकी सन्तान अरू त देखिनै छ। खिचेको
पालो लगाउँछ अब यतिको रमाइलो गरिसकेपछि बिदाबारी पनि त हुन पर्यो बिदाबारीको लागि सबैजना उभिने हुन्छ है अब घरतिर जान भनेर सबैलाई बाई बाई हजुरहरूलाई क्या हजुरहरूलाई अब बाई बाई हुनु पर्यो नि त भोलि मात्रै सबैलाई बिदाबारी भएर लास्टमा खाना भयो अनि भोलि हिँड्न लाग्यो रात लाग्यो सबै बिदा घर आइसके चोको आमालाई दिएको चोको पनि खाएको मिठो छ कि नै मिठो आज कतिको रमाइलो भयो मामा घर धेरै रमाइलो भयो कति नाच्यो त नजिक नआऊ के उतै बस्ने केही अनि देख्न मन लागेको त शेयरमा यस्तो गर्नु मेरो भिडियोलाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला अनि कस्तो लाग्छ भनिदिनु मलाई राम्रो लागेको लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला धन्यवाद जिउ खाइरहेको जिउ पनि गरिदेऊ नि त धन्यवाद ल जसो जसो गरेर बला बला घर त आइयो 8 बज्न लागेछ 8 बज्न 5 मिनट बाँकी रहेछ घर आइपुग्दा यसो गर्यो उसो गर्यो ढिलो भइहाल्छ रमाइलो पनि भयो ठिकै भयो माघे सङ्क्रान्ति मनाइयो हजुरहरूको कस्तो भयो होला हाम्रो त रमाइलो भयो फेरि पनि सबैजनालाई माघे सङ्क्रान्तिको धेरै 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 शुभकामना छ भन्दै आजको भिडियोसँग म बिदा माग्न चाहन्छु कस्तो लाग्छ के लाग्छ हजुरहरूलाई के राम्रो भए सुझाव सल्लाह पनि दिन सक्नुहुन्छ अनि राम्रो भए त भनिदिनु होला कमेन्ट गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला र राम्रो छैन भने पनि सुझाव सल्लाह दिनु होला यसरी बनाऊ उसरी बनाऊ भन्नु होला म चाहिँ कहिले कसो मौका मिल्छ जस्ट मेमोरीको लागि हो भोलि पर्सि हेर्दाखेरि यस्तो फिल भओस् कि आहा मैले नि एउटा यादगार मोमेन्ट त बनाएको थिएँ है भन्ने चाहिँ हुन्छ कि भन्ने फिल मात्रै हो सो त्यही भएर अहिलेलाई यति नै बाई बाई गाइस